धेरै कोसिस गर्दा पनि जीवन भनेको जस्तो नहोला। हरेक पाइलाहरूमा उतार र चढाव साथै निराशा पनि भेटिन्छ। आशा हराउँछ, मन थाक्छ, खुसी भेटिँदैन। जता गयो त्यहीँको ढोका बन्द भए जस्तै लाग्छ, सास निसासिए जस्तै लाग्छ, गन्तव्यहरू ओझेल भए जस्तै लाग्छ। के भयो त लाज ओए, उदास देखिन्छस् त। कति ठाउँमा इन्टरभ्यू दिइसके दाइ, जब भने कतै पाउँदैन। के नभयो होला भनेको त। जाब यत्रो कुराको लागि यत्रो चिन्ता लिन्छस्? हेर केटा, सोचिया जस्तो सबै हुँदैन। कहिलेकाहीँ हामी समयभन्दा अघि हिँडिरह हुन्छौँ, कहिलेकाहीँ पछि परिरह हुन्छौँ। तर ठिक समय नआएसम्म हामीले प्रयास गरिराख्ने हो नि। जसरी मिठो चिया बन्नलाई चिनी र चियापत्ती तातो पानीमा मिसिन्छ नि, हो त्यसरी नै हामी पनि सङ्घर्षहरूको बिचमा मिसिन्छौँ, ताकि त्यसले हामीलाई बलियो र परिपक्व बनाउँदछ। र सफलताहरू चाहिँ सङ्घर्षहरूको बिचबाटै आउँछ। तर हिम्मत र आशा चाहिँ गुमाउनु हुँदैन। ल अब धेरै चिन्ता नगर, बरु यसो अर्को इन्टरभ्यूको लागि तयारी गर्दै गर। ला चिया खा। चिया त मिठो भएछ त। चिनी धेरै हालेर हो। ठिक छ।